Let's go. यहाँबाट स्टार्ट सोपे गुड मर्निङ त निन्द्रामा छन् डन कहाँ जानु लाग्यो अरे ल इन्टरभ्यू तिम्रो ल भन त कहाँ जानु सबै कहाँ जानु लाग्यो रे भन्दै त कहाँ जानु लाग्यो रे वेल्स माया छुवानी माया गंगा अर्थ बिनको माया ठिकाउँछु नि किन बनाउन खोजिरहेको तिमीलाई आफ्नो पराया जस्तो महसुस गराउँछु किन Use the right lane to keep right to merge onto the left fork. अनि हामी रोक्यो एकछिन सर्भिसमा जस्ट नास्ता खानको लागि अब चाहिँ हामी इङ्ल्यान्ड छोडेर वेल्स इन्टर गरेको छ जस्ट यो ब्रिज पारी चाहिँ न्युपोर्ट वेलकम टु वेल्स साउथ वेल्स Spotify Premium. Tune in to discover a ad-free music listening experience where you can play your favorites in any order. Subscribe to them. मायालाई मैलन चुचुरेर मेरो डर बिर्सिलाई गरेर बिजुली बलेको होला मैजनी पुतली बट यहाँबाट देखेकै छैन In 1 mile, at the roundabout, take the second exit onto Bainafa Inland Point. देखिने भयो त
अबको चाहिँ हाम्रो यो यात्रा चाहिँ फर्स्ट स्टप ग्लेन भ्याली रिजर्भरको लागि लेक्स हाइल्यान्ड हिल आफै ड्राइभ गरेर जाँदाखेरि चाहिँ भ्यूहरू चाहिँ राम्रोसँग हेर्न पाइन्छ। अनि वे चाहिँ अलिकति साँघुरो रहेको छ। ड्राइभिङ गर्दाखेरि चाहिँ निड टु बी वेल प्रिपेयर्ड बिफोर केम हियर एन्ड तर मजा चाहिँ एकदम मजा आउँछ। ल हामीले चाहिँ पहिलो ड्याम देखेको छ। हामी चाहिँ अझै अगाडि ठुलो ड्याममा जाँदैछौँ। यहाँ देखाएको तिमीलाई Now just look at that view, guys. Just driving through this wide and long pine trees. Absolutely amazing. अगाडि गाडी फर्काउँदै छन्। यदि हजुरहरू आउने प्लान गर्नुभएको छ भने चाहिँ वेल प्रिपेयर भएर आउनु होला। म्याप चाहिँ अफलाइन म्याप चाहिँ डाउनलोड गर्न नभुल्नु होला। Because you may lost the way. Need to be well prepared, well researched before came here. Just look at this highland view. Scenery चाहिँ amazing. हजुरहरूले अब चाहिँ ल हेर्नु भेडा पनि दुक्दै आएको देख्न सक्नुहुन्छ। भेडा चाहिँ टन्नै देख्न पाइन्छ। Now we can see now small stream. अब चाहिँ हामी आइपुग्न लागेको छ। म्यापले हजुरहरूले देख्न सक्नुहुन्छ परैबाट देखिएको छ। यो चाहिँ ग्लेन भ्याली रिजर्भर ड्याम। रानी जमानामा फोनले धेरै टाढा जुम गर्दैन नि त एकै उले। We are here but we got unlucky किनकि हामीले चाहिँ फोटोहरुमा चाहिँ पानी झरेको देखेको थियो। भिडियोहरु चाहिँ एक्सपेक्टेसन भर्सेस रियालिटी भएको छ। बट we came here, that's good. अब यहाँ नेटवर्क छैन। हाम्रो नेक्स्ट डेस्टिनेसनको कसरी खोज्ने? As we can see,
भेडाहरू देख्न सक्नुहुन्छ। ड्याम चाहिँ एकदमै ठुलो रहेको छ, त्यहाँ माथि पनि हामी जान सकिन्छ, बट हामी तलदेखि नै फर्किन्छौँ। सोसियल मिडिया लाइफ भर्सेस रियालिटी। पानी झरेन। त्यो भइसकेपछि चाहिँ हामी अगाडि बढ्यौँ। हामीलाई चाहिँ साँझसम्ममा नर्थ वेल्स पुग्नु थियो, बिकज हाम्रो बुकिङ चाहिँ त्यहीँ थियो र हामी त्यहाँ 4 दिन बस्ने हाम्रो प्लान। त्यसपछि चाहिँ अन द टप अफ स्नोडन माउन्टेन र हामी चाहिँ अन टाइममा हाम्रो एयरबिएनबी बुकिङ होममा आइपुगेको छौँ। सराउन्डिङ भेरी भेरी इन्भाइरोमेन्ट क्वाइट पिसफुल, एकदम राम्रो। र अब चाहिँ हामी घरभित्र 7 नम्बर होम। लुक नाइस, लेट्स गो इनसाइड। जनताहरू पकाइसके। यो चाहिँ हामी बसेकोबाट पछाडिको ब्याक भ्यू, एब्सोल्युटली स्टनिङ। लेक, भेडाहरू चढ्दै गरेको देख्न सक्नुहुन्छ। माथि हिल एरियाभरि नै पुरै भेडाहरू छ। साँझको बेलामा यो भ्यू एकदम राम्रो देखिएको छ। अनि साँझ चाहिँ अब वर्ल्ड कप फिभरको टाइम, अर्जेन्टिना भर्सेस इङ्ल्यान्ड। सो गेम हेर्दै अनि हाम्रो डिनर, त्यसपछि आजको हाम्रो डे 1 कम्प्लिट। टुमोरो मर्निङ न्यू एडभेन्चर। र आज हामी चाहिँ स्नोडन माउन्टेन हाइकिङतर्फ जाँदै अन द वे। बाटो देख्न सक्नुहुन्छ। एज आई सेड, टु कन्जस्टेड, यु निड टु बी भेरी केयरफुल। म्याप चाहिँ अलवेज अफलाइन म्याप डाउनलोड गर्न चाहिँ नभुल्नु होला, किनकि नेटवर्क इस्यु अभियसली, बट भ्यू चाहिँ अलवेज स्पट अन। र हामी पुग्यो हाम्रो पार्किङ लट। ल आज दिदीले भन्ने, आज हामी कहाँ जानु लाग्यो दिदी? ल भन्नु। Snowdonia Mountain, हाइकिङ 1065 meters कति high. कति टाइम लाग्छ आज? 6 hours. Up and down. 3 hours. 3 hours there and down. So altogether 6 hours. यता डन आउनु भएको छ। Don't you पनि भन्नुहोस् के भन्नु छ आजको हाइकिङ? हुन्छ। ल अब हामी चाहिँ यो कार पार्किङ लटमा आइसकेको छौँ। यहाँबाट चाहिँ हामी हाइकिङ हिँड्दै हिँड्दै माथि डाँडोमा पुग्छ स्नोडोनियाको। लेट्स गो। ल आउनु आउनु आउनु। के भन्छ त यो मान्छेले? मेरा जनता भोगायो भने के मलाई त्यसैको पिर छ। तपाईँले त बरु आफ्नो ब्रेकफास्ट खाइसक्यो कि ल ए हाम्रो हाइकिङ स्टार्ट। यो जोइस्टिक चलाउन जान्नुपर्ने रहेछ कि यसको चाहिँ मेन चाहिँ। ल यही देखाएको छ बाटो? कता देखाएको छ? ल
हिँड चाहिँ कहाँ जाँदै भन्नु त कहाँ जाँदै हामी हामी ठुल्लुम्पेक ठुलुम्पेक टोलीहरूमा थाकिसके सबै तिम्रो ब्रिटिस आर्मीको ट्रेनिङ अरे यता 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 टर्न लेफ्ट अब वाकिङ ट्रायल बल्ल सुरु अब ठ्याक्कै पाहाडमा जस्तै ल यिनीहरू चाहिँ अहिलेबाट हामीलाई छोडेर हिँड्न थालिसके अगाडि अगाडि सालाभेना अनि साइडबाट बग्दै गरेको जो देख्नुभएको चाहिँ स्ट्रिम एकदम पपुलर छ यहाँ माथि मान्छे चाहिँ स्विमिङ गर्नको लागि आउँछ प्लान त हाम्रो पनि छ आज हेरौँ के हुन्छ साँझसम्म ल त्यहाँ देख्न सक्नुहुन्छ waterfall. I think it's another popular one in North Wales. यहाँ पक्कै पनि एउटा किरा थियो होला पहिला हैन तर यो ढुङ्गा युज हुने चाहिँ सब पहाडमा जस्तो के यो त स्टेबल जस्तो पनि के कता गुरु राख्यो सब जस्तो पनि यो थुप्रो चाहिँ के लाग्यो भन्दाखेरि यसैको थुप्रो होला नि नि जम्मा गरेर राखे जस्तो मैले स्लेट उठेछ कि पहिलेको स्लेट वन आवर 40 मिनटको हिँडाइपछि मान्छेहरू बल्ल बल्ल आधी बाटो आएको छन् स्पेसल्ली हाम्रो डन पुरा ड्रेसअपमा आउनु भयो तर पनि हिँड्न सक्नु भयो छैन दिदी मेमोरी हो त भन्नु त हजुरलाई भन्न मन लाग्यो त्यहाँनिरको उकालोमा त लास्टै गाह्रो भयो कहाँबाट आउँदा चौथो माउन्टेन सकेर फिफ्थ माउन्टेन चढ्ने बेलामा चाहिँ एउटा सानो ब्रेक लियो हामी चाहिँ आज जानु कहाँ छ अरे भनिदिनु त ऊ त्यो टुप्पोमा टोलीहरू अगाडि गइसके जस्ट लुक एट द्याट भ्यू हामी चाहिँ 1.5 घन्टा 140 मिनट हिँड्दै आधी बाटो आइसकेको छ हामी चाहिँ फुल यो घुमेर चाहिँ यो रक बाटो हामी पुग्नु पर्ने चाहिँ डेस्टिनेसन ऊ त्यो टुप्पो विन्टरमा चाहिँ एकदम स्नो कभर्ड हुन्छ यो सब एरिया चाहिँ अहिले समर भएको भएर त्यो मान्छे देख्न सक्नुहुन्छ हजुरहरूले इट्स अल प्याक्ड
ल यो रक क्लाइम्बिङ गरे जस्तो भइरहेको छ। यहाँसम्म आइपुगेको छ। यहाँबाट चाहिँ धेरै टाढा छैन, बट चढ्नु पर्ने लास्टको उकालो चाहिँ एकदम ठाडो रहेको छ। अब चाहिँ त्यही ठाडै बाटो रहेछ, अरू छैन बाटो। अर्को बाटो त म पारीको बाटो हो त्यो त सम्लको एउटा पहाड रहेछ कि। ल वाइट किन अरे हो यसको भाषामा होला यो। अब ठाडै ल अब चाहिँ हामी चाहिँ यो ठाडो बाटो ल त्यहाँ मान्छे देख्न सक्नुहुन्छ। ल हात र खुट्टाले टेक्दै उकालो चढ्दै गरेको भेरी डेन्जरस। र चढ्ने बेलामा एउटा माउन्टेन गोट पनि देखेको छ। वी गट लकी। के त्यसको वडा रहेछ क्या त्यहाँभित्र। जस्ट लुक दिस टाउन, माई गड। हामी चाहिँ यत्रो बाटो चाहिँ चढ्दै 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 माथिसम्म। मेन बाटोमा त गराउनु पर्यो नि यस्तोमा भिरमा हिँडेको। फाइनल्ली ओ माई गड हामी चाहिँ पुगिसकेको छ। अब चाहिँ जस्ट त्यहाँ माथि लाइन लगाएको छन् मान्छेहरू। हाम्रो चाहिँ डेस्टिनेसन नै त्यही हो। अब चाहिँ वास्तवमा गाइज हामी आएकै हेर त यो ठाडो भिर यस्तो बाटो आएको यार हामी खैर। बापरे वहाँबाट आएको यार। त्यहाँ हेर्नु त कार पार्क देखियो हो, वहाँबाट आएको यार। फाइनली एट समिट। तिम्रो खोइ न त्यो अर्को उयस त्यो त मलाई भिडियो गराएको त राम्रो आउँछ लाइन छ। म कसरी सुन्ने रे त लोकलको अब चिन्दाउनु मन चलकको राम्रो देखिँदै के लगेर सेल्फी स्टिक निकाल्नु पर्ने छ। त्यत्रो अन्त ल फाइनल्ली हाम्रो स्नोडनको समिट। ल र अर्को सर्भिस चाहिँ समरमा मात्र हुन्छ। यो चाहिँ जसलाई हिँड्न सक्दैन बुढाबुढी चाहिँ यो ट्राम चाहिँ यहाँ माथिसम्म नै आउने गर्छ। विच मेक इजी फर old people and who cannot walk, so you can use this service if you want to come at the top of Snowdon Mountain. Choose your theme. ठिक छ अब त्यो उस खाने। ल अब दिदीले चाहिँ सेयर गर्नु कस्तो भयो यहाँसम्म समिटसम्म आएर। यहाँ चाहिँ बेसरी रमाइलो। यो माथि आइसकेपछि जस्ट वी नीड टु बी प्रिपेयर। भेरी मच प्रिपेयर। 1-2 महिना अगाडिदेखि हेल्दी खाने, बिहान बिहान वक गर्ने, चिनी कम खाने। इफ हिँड्नै सक्दैन भने चाहिँ
रिक्स नलिने ट्रेन चाहिँ पहिले 1 विक अगाडि बुक गरेर ट्रेन बुक गर्ने अब हामी चाहिँ फेरि झर्दै झर्दै हाम्रो कार पार्किङ वहाँ छ वहाँसम्म पुग्नु छ ल अब हाम्रो गाइजहरूको अब ब्याक टु कार पार्क बट बाटो चाहिँ लास्टै ल स्नो डोन भन्ने पनि देखियो पागल गरायो आज आज म यहाँ बस्छु अनि मेरो ल हाम्रो भिनाजु ल गाइजहरू यता छन् माथिबाटको भ्यू चाहिँ देख्न सक्नुहुन्छ एकदम राम्रो। अब भेडाको चाहिँ कुरै नगरौँ, यहाँ चाहिँ भेडा चाहिँ जस्तोमा पनि हुने रहेछ, चरेको छ, कुनै डाँडा खाली छैनन्, जति पनि भ्यू देख्यो हामीले। Just look this way. Very careful. ल बिस्तारै बिस्तारै बिस्तारै। ल हामी आएको ठाउँ आउने बेलामा चाहिँ त्यो बाटो सरररररररररर अनि मा समिट माथि, त्यसपछि यो बाटो झर्दै झर्दै यो भिरको बाटो डाँडो ल गाइज वेल डन अझै झर्न बाँकी छ। ल वी क्यान डु इट। ल ए ल गाइज हामी वहाँ डाँडोबाट लगभग 8-9वटा डाँडो क्रस गरेर यस्तो बाटो अब लगभग समुद्र आउनु भइसक्यो। ल वेल्सको सबैभन्दा ठुलो समिट कन्क्रिट भएको छ, त्यहाँ हामी फुल राउन्ड मारेको छ गएर वहाँ टुप्पोमा पुगेर फेरि यो बाटो सररररररर यहाँबाट छर्दै 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 फेरि अब हामी ब्याक टु अब झर्ना हेर्न जाने। ल यो बाटो गएको हामी त्यो पुरै डाँडो घुमेर यो डाँडो भ्याएर अर्को बाटो फुल राउन्ड। अब चाहिँ हामी झर्ना हेर्दै हेर्दै अब गइन्छ तल। ल सोल्टी मजाले उडेको छिटो गरेर खाइ खाम भेट्टामा नि तिमी कराएर
फाइनल्ली completed our journey. बिहान 7:30 देखि 4:30 बजीसम्म ल आयो गाइज हामी गएको चाहिँ 2, 3 Eastern Tony Mount Summit अनि यताबाट राउन्ड लाएर ब्याक टु नर्मल कार पार्क ल हाम्रो डे 2 को जर्नी आज पुरा भएको छ हामी चाहिँ माथि गएर आइसकेको छ र अब हामी ब्याक टु होम र नेक्स्ट डेस्टिनेसन डिफ्रेन्ट एडभेन्चर टिल देन थ्याङ्क यू सो मच सी यू